Oh, yo, what's up everyone? It's your boy Sumit. Aitala. Chocolate. आजको राइड आजको ट्राभल हाम्रो कहाँसम्मको हुन्छ भन्दा पाल्पा भैरवस्थान है। लेट्स इन्जोय द राइड। यस्तो दामी भ्लग त हुँदैन, त्यही पनि छोटो मिठो गाडी इच्छाइको छ हाम्रो। जुम 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 जुम। नमस्ते। पानी पर्ला जस्तो गरिरहेको छ। राइट हामी पुगिसकेको छौँ है। अब चाहिँ हामी गाडीबाट झरेर हिँडिसकेको छौँ। बाटो यस्तै छ, भैरवस्थान मन्दिर जाने बाटो यस्तै छ। खुब बुटलमा त गरम भनेको यहाँ त जाडो रहेछ। मैले हुड लाएर आएको ठिकै गरेछु। बिहान जाडो भएर यो हुड लाएर हिँड्दै थिएँ, ठिकै भयो। गाह्रो मन्दिर देखिसकेको छ यहाँबाट। के हामी आएको बाटो चाहिँ यही हो ल। जङ्गी अड्डा कहाँनिर हो भन्दा तल हो क्या यार जङ्गी अड्डा। यो देखिरहेको जङ्गी अड्डा। हजुर ल ल चाँडो भयो। के हामी मन्दिर अब यहाँनिर सामान किन्न छ। के लिने र यही रोड पकाउनु टोयलेट गरेर आउनु। म रोड पकाउनु लाली गुराँस भनेको के को लाली पाती हो र? बस सोध्नु न फेरि। आधी घन्टा। ओ माइ गॉड। के पिकनिक ऊ हो त्यो पुजारा काटेको। खोइ नि चस्मा बोलाउँछु। पिङ्क ओके ल। गाह्रो छ हामीलाई। नचला कता हो त रोड पकाउनु फेरि। बेच्न बसेको होला नि त। ला चस्मा लाइन त्यस्तो कहिले पालाउने त यस्तो त नि। Last wild day with a wild day. Right. Dari kota kiri. Celana. के भयो? अनि यो त फर्किन लाग्छ कि त्यो त अगाडि गइसक्यो। मम सिङ जाने भनेर बस्छ क्या त्यहीँ।
फाइनली अन द स्पट है हामी मन्दिरनिर आइपुग्न लागिसकेको छौँ। 12 बजिसकेको छ। हामी कति बजी आइपुग्यौँ? 9:30 बजीतिर होइन? 10 बजी लास्टै लामो लाइन छ। अझै 1 घन्टा जति लाग्छ होला हामीलाई। कति टाइम लाग्यो? हजुर हामी बुटोलबाट। हजुर कहाँबाट आउनुभयो? यसको मम्मीलाई त अझै लाग्छ होला नि 1 घन्टै। हराउँदिन म मेरो भ्लग गरेर यस्तो रमाइलो छ है। यतातिर चाहिँ यहाँ भिडभाड छ। हाम्रो मेन भैरवको पूजा नि चाहिँ यही हो क्या है। ढुक्क म यता जान्छु। सरी भगवान् पूजा नि यही हो। And otherwise good here. त यताको भ्यूज चाहिँ यस्तै छ। हामी अघि नै आएको बाटो यही भइहाल्यो। टाढाको बाटो यही भयो भने जङ्गी अड्डा यही हो यहाँ। जङ्गी अड्डा यहाँ भयो। खै कहाँ गयो त्यो? हामी कहाँ आएको रे? कहाँको मन्दिर हो यो? कहाँको मन्दिर हो यो? यो कहाँको मन्दिर हो? तेरो मुखमा चाहिँ भाटभटी छ। पाल्पाको भन्न चाट्ने होइन कि त्यो टोकेर खाने हो। टोक्न रोटी खान नि आउँदैन। चाट्ने होइन कि टोक भनेको टोक्न क्या लोभी हो यार। जिप लाइन पनि रहेछ त्यहाँ। भर्खर गयो कि उता एकजना गयो फेरि आउला फर्केर आउला यता उता गयो क्या। रहेछ उहाँ होइन उहाँ उता पिङ्क कलरको घर छ नि उहाँनिर। सेतो टावर जस्तो उहाँनिर सक्यो। सकिसकेको छ। हामी अब जानुपर्ने हुन्छ। हामी के गर्नुहोस् म कहीँ केही म जान्न क्या। सब हिँड्नु न के हो नि र भनेको कि अब 12 बजिसक्यो। खाना भोक लागिरह कस्तो खामला नि त। यस्तो भात पनि पुलाउने होइन यार। के हो भालेर गयो मात्र हो नि। हाम्रो पूजा सकिसक्यो। के हो जुटो नहाल्न ठिकै छ। अब यहाँ छ कोक। दादाको कोक खाने होस्। यतासँग एउटा मात्रै कोक छ। मसँग कति धेरै हामी यति बेला आएको भने ठिकै हुँदो रहेछ होइन। त्यस्तो भिड थिएन। पानी पर्ला जस्तो गरे अहिले त। ठिक छ माइजहरू जानु भइसक्यो। ड्राइभ ढोका खुल्ला
मान्छे रहेछ भित्र उयो भ्यू त बप्पाल दिएछ यार नाइस भ्यू यस्तै छ अब खाना जानुपर्ने हुन्छ 12 बजिसकेको छ भोक लागिसकेको छ के गर्नु बुटोलमा गऱ्यौँ भएर टी सर्ट मात्र लाएर आउनु खोजिरहेको थिएँ बिहान हल्का चिसो भएर चाहिँ गाडीमा चाहिँ हुडी लाएर जान्छु भनेर हुडी त्यसै लाएर कि हुडी लाएर हिँडेको ठिकै भएछ यहाँ त जाडो भयो ल बाटो चाहिँ यस्तै छ धुलो सोचिरहेको होला फेरि लोकल बसमा आएको हो कि भनेर तर होइन नि फेरि बिहान के हो कहाँ गयो हाम्रो गाडी के थके लाग्यो धुलो उडाएर मऱ्यो त्यसको हावा चाहिँ लाली गुराँसको रुख एउटा छैन त्यो त पहिला हामी जङ्गी अड्डा पारी जङ्गी अड्डामा आउने त हरिप धेरै थियो लाली गुराँस इङ्ग्लिसमा के पो भन्छ रोडोडेन्ड्रन समथिङ के भन्छ गाडी कहाँको हाम्रो अरे माइजोहरू पनि भएन र माइजोहरू खोइ त माइजोहरू खै साइलेन्टहरू नाइ हुनु न यहाँ त नानी अरे होला टोयलेट पनि कति आउनु रहेछ कुनी त्यो माथिको त होइन भित्र छ फोरो नगरे मनी फोरो नगर त त्यसको लाउने अनि के भने फेरि कुर्नी त ला फोन हान्नु न म खान त्यति कोक त जाम के को जाम पर्यो फेरि मान्छे उठाउनु लाग्यो राइट गाइज हामी चाहिँ अब खाना खानुपर्ने हुन्छ हामी सब यहाँ बसिसक्नु भएको छ है द माउन्टेन भ्यू रेस्टुरेन्ट बल्ल घाम लाग्यो यहाँ टिकटक गराउनु तर म टिकटक गराउनु आइज थेट हातमा होइन हात फोर अहिले भातसँग खालास है भातसँग खा अहिले है भ्यू चाहिँ दामी छ यहाँदेखि है सिधा रानी मल चाहिँ यहाँदेखि बिचमा पर्छ यो तलपट्टि यहाँनिर पर्छ रानी मल अब यतातिर त के डाँडा हो के डाँडा कुनी यता चाहिँ श्रीनगर सल्लाहकारी भइहाल्यो ओए त छोरी एकछिन नाच्दैन यहाँ चाहिँ नाच्दै त ल 1 2 3 ल अरे चिरकुट अब त के देखाउनु के भन्नु है अब भर्खर खाना पूजा सकेर खाना आएको छौँ हामी यहाँ ठाउँको नाम पो के भयो यार वेट बतासे यो बतासे डाँडा फेरि त त्यो क्याचअप अहिले अरे ल अब खाना खाइसु भेटौँला है त राइट गाइज खानासाना नि भइसकेको छ हाम्रो हेलो भन्दै त फेरि एकचोटि कोक खाएर देखाइदिएन एकचोटि ल खानासाना खाइयो अब यस्तो रेस्ट गर्ने त्यसपछि हाम्रो गन्तव्य रहने छ बटौली
के हो त्यो एकचोटि सिगान पुछ्न त नि सिगाने यसो घाम तापेर जानुपर्छ पनि को भिखारी ए ल ए अब यसो टिकटक कार्यक्रम गाडी त्यहाँ पार्किङ गरेर टिकटक कार्यक्रम चलिरहेको छ यता ओ माई गड झुकेला नि मान्छे फेरि खिच्दिन मेरो कस्तो खिच्दिनु भएको थियो भयो ल Sapis boy, selalu you are balbo ल sama ya जाउँ त के हामी तानसिन बजार पुगिसक्यौँ फेरि पनि गाह्रो लास्ट सानोकै बाटो यताको फेरि उयो बिहा क्या कहाँ हो कान्छी घर तिम्रो मामा 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 मेरो प्यारो मामा ल तानसिन बजार निस्किसकेको छ अब तलै गएर भेट गर्नु हो त ओके गाइजहरू है अब घर आएर सुतेर पनि उठिसकेको छौँ फ्रेस भइसकेको छौँ है अब चाहिँ आजको भ्लग यहाँ इन्ड गर्नुपर्ने हुन्छ हामीले है र आजको लागि यति नै टेक केयर गुड बाई सी यु इन नेक्स्ट भ्लग